तर यो पटक हामीले महाधिवेशन सम्पन्न भए पश्चात 3 महिनाभित्रमा हामीले विभागीय प्रमुखहरू संघीय कार्य समितिहरू 3 वर्ष कार्ययोजनाको प्रारम्भिक चरणको चाहिँ सांगठनिक हिसाबले तामाङ घेदुङ चाहिँ तामाङ समुदाय तपाईहरुले त नेतृत्व पन्थीले आवाज उठाउनु भएको छैन, तपाईहरुले विज्ञप्ति फाल्नु भएको छैन। यो देश जातीय द्वन्द्व जातीय दंगा फेरि अर्को खालको चाहिँ आन्तरिक सशस्त्र विद्रोहमा जानुपर्ने स्थिति हुन्छ। निम्तो बाँड्दै हिँडेको हो कि हिन्दू हौ भनेर आवाज उठाइरहेछ हो तपाई चाहिँ हो भने बुद्धिस्ट हो। हामी त तामाङहरू त बुद्धिस्ट मान्छौँ नि त। बौद्ध सेना उठाउनुहुन्छ कि त्यसलाई चाहिँ खारेज गर्ने विरुद्धमा लाग्नुहुन्छ? हामी बौद्ध सेना बनाउँदै सेनाहरू त अरूले पनि गठन गर्छ नि त, गठन गर्न सक्ने रहेछ। अब 3 महिना पछाडि त उहाँहरुको माग पूरा नभएपछि त फेरि सडकमा आन्दोलन आउँछ भन्दा अरू पनि त आउँछ नि। पर्यो भने उहाँहरूले भेट्न तयारी हुनुहुन्छ, सेना बनाउन सकेर अर्काको धर्म संस्कृतिमाथि चाहिँ लात्न खोज्ने, आफ्नो संस्कार संस्कृतिले पेल्न खोज्छ भने त त्यसको विरुद्धमा चुप लाएर त कोही पनि बस्दैन। कसले कार्यान्वयन गर्यो गरेन त्यसको चाहिँ तल फिल्डमा जाँदा मैदानमा पुग्दा के खालको समस्या आयो फेरि 3 महिना पछाडि हामी नयाँ ढङ्गको रणनीतिक प्लान चाहिँ हामीले बनाउने गरी हामी अगाडि बढिरहेका छौँ। तसर्थ तपाईलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आज भने नेपाल तामाङ घेदुङ संघीय कार्य समितिका उपाध्यक्ष व्यक्तित्व हुनुहुन्छ, तामाङ समुदायका अग्रज सामाजिक व्यक्तित्व हुनुहुन्छ काजीमान थिङसँग आज कुराकानी गर्दैछौँ। त्यसमा उहाँसँग हामी छोटकरीमा बुझ्ने कोसिस छौँ। यो भिडियो अन्तिमसम्म हेर्नु होला र तपाईलाई मन परे धेरै भन्दा धेरै शेयर पनि गरिदिनु होला र तामाङ समुदायसम्म पुर्याइदिनु होला। हजुरलाई स्वागत छ, नमस्ते। महाधिवेशन सकाए पश्चात फेरि तामाङ समुदायको तामाङ घेदुङ हराए जस्तो लाग्छ, तपाईलाई चाहिँ कस्तो के गरिरहनु भएको छ अहिले तत्काल? यहाँले भन्नु भएको जस्तो तामाङ घेदुङको 10औं संघीय महाधिवेशन सकिए पछाडि त्यसबाट छानिएका चुनिएका नेतृत्व अहिले के गरिरहेका छन्, कतै फेरि सेलाको हो कि भन्ने तपाईँको जुन जिज्ञासा छ यसमा म के प्रश्न पार्न चाहन्छु भने हामी सेलाका छैनौँ। हाम्रो महाधिवेशन सम्पन्न भएको लगभग अब 3 महिना व्यतीत हुँदैछ। यो 3 महिनाको बिचमा हामीले विगतमा भन्दा अलि रफ्तारमै काम गरिरहेका छौँ। विगतको महाधिवेशनबाट निर्वाचित समितिले चाहिँ कतिपय पदहरू फुलफिल गर्न मनोनित गर्नुपर्ने, विभागीय प्रमुखहरू चाहिँ नियुक्ति गर्नुपर्ने, कार्ययोजना तर्जुमा गर्ने, सल्लाहकारहरू नियुक्ति गर्नुपर्ने, छनौट गर्नुपर्ने प्रक्रिया नै हामीलाई 1 वर्ष 1.5 वर्ष लाग्थ्यो। तर यो पटक हामीले महाधिवेशन सम्पन्न भए पश्चात 3 महिनाभित्रमा हामीले विभागीय प्रमुखहरू संघीय कार्य समितिमा मनोनित गर्नुपर्ने सदस्यहरू र सल्लाहकारहरू सबै फुलफिल गरिसकेर हामीले अब आगामी कार्यकालको 3 वर्ष कार्ययोजना समेत पारित गरेर एक दिने अभिमुखीकरण गरेर घेदुङको अभियन्ताहरूलाई 3 वर्ष कार्ययोजना तामाङ घेदुङ र तामाङ समाज समुदायको बिचमा जोड्नको लागि अभियन्ताहरूलाई अभिमुखीकरण गरेर अब फिल्डमा हामी जाने प्रक्रियामा छौँ। सम्भवतः यो बर्खा सकिँदैछ। अब यो अभियानहरू 3 वर्ष कार्ययोजनाको प्रारम्भिक चरणको तल्लो तहसम्म, तल्लो समितिसम्म, समुदायको लेभलमा जाने अभियानहरू हाम्रो तीव्र गतिमा जाने गरी तयारीमा छौँ। तयारीमा छ भन्दै गर्दा कुन चाहिँ अभियान छ तामाङ समुदायको लागि हित हुने अभियान चाहिँ के छ, ठ्याक्कै के गर्नु? हामीसँग थुप्रै छ तामाङ जीवनमा आइपरेको चुनौती समस्याहरू, अब तामाङ पहिचान, तामाङ जीवन, तामाङ हुनको लागि चाहिने गर्वको विषयवस्तुहरू, मूल्य मान्यता, जीवन पद्धति, संस्कार संस्कृति, भाषा, धर्म जे छ यो चिजमा जो चाहिँ धुमिल हुँदै गएको छ, विचलित हुँदै गएको छ, विलोपीकरणतिर गइरहेछ, यसलाई सचेत पार्ने गरेर तामाङलाई आफ्नो जीवनमा फर्काउनको लागि सांस्कृतिक पुनर्जागरणको माध्यमबाट तामाङ घेदुङले समाजलाई पढाउने, डोर्याउने, बुझाउने र अगाडि लाने सन्दर्भमा हामीले एउटा कार्ययोजना संस्कार संस्कृतिमा पुनर्जीवन्त बनाउने कुरा छ, भाषाको कुरा छ, अनि त्यसपछि धार्मिक पहिचानको कुरा छ, अनि राजनीतिक जागरणको कुरा छ, तामाङले आफ्नो राज्य सत्ता कसरी प्राप्त गर्ने, राजनीतिक नेतृत्वमा तामाङहरू कसरी स्थापित हुने भन्ने विषयदेखि लिएर समग्र र त्यसपछि सांगठनिक हिसाबले तामाङ घेदुङ चाहिँ तामाङ समुदायको एकमात्र राष्ट्रिय स्तरको छाता र साझा संस्था भएको हुनाले यो संस्थालाई चाहिँ तामाङ समुदायले कसरी लिने र कसरी बुझ्ने भन्ने सन्दर्भमा पनि घेदुङ र समुदाय जोड्नुपर्छ भन्ने विषयको हाम्रो धेरै प्रकारको धेरैवटा विषयवस्तुमा रहेर 3 वर्ष कार्ययोजना बनेको छ। त्यो अन्तर्गतको हाम्रो अभियानहरू सुचारू हुने क्रममा छ। हिन्दू संरचनाहरू खडा गर्ने, गुम्बामा हतियार छ भन्ने लगायतका विविध यो धार्मिक कुराहरूमा यो गुम्बा व्यवस्थापन समितिलाई पनि खारेज गर्ने भन्ने नीतिहरू चाहिँ राज्यले गर्दै गर्दा तामाङ समुदायको तामाङ घेदुङ किन मौन छ? घेदुङ मौन छैन, यो विषयमा घेदुङ बोलिरहेको छ। यद्यपि तपाईँले भने जस्तो त्यो चाहिँ विरुद्धमा, राज्यको विरुद्धमा राज्यले गरेको चाहिँ अलिकति हेपा प्रविधिको विरुद्धमा तामाङहरू जुर्को उठाउनु पर्थ्यो भन्ने होला। तर तामाङहरू अहिले नै त्यो ढङ्गले उठ्ने स्थितिमा छैन। तर घेदुङ आफैमा सामाजिक संस्था भएको हुनाले
हाम्रो तर्फबाट गर्नुपर्ने लबिङ र पहल कदमी समुदायलाई सचेत गराउने कुरा, राज्यलाई दबाब दिने कुरा त छ। हाम्रो चाहिँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारिजको कुरा, गुम व्यवस्था खारिजको कुरा होइन, यो धार्मिक विभेद कुरा, फेरि धर्मनिरपेक्षतालाई कोल्याप्स गरेर फेरि चाहिँ हिन्दू अधिराज्य पुनः स्थापित गर्ने भन्ने कुराहरू जो पछिल्लो चरणमा सामाजिक सञ्जालमा बहसमा आइरहेको छ, यसको विरुद्धमा त हामी बोलिरहेकै छौँ त। घेदुङको अभियन्ताहरू त त्यसमा लागिरहेको छ, राज्यलाई दबाब सिर्जना गरिरहेको छ, तर त्यतिले पुग्दैन। घेदुङ मात्रैले बोलेर पुग्दैन कि सिङ्गो तामाङ समुदायले बुझ्न जरुरी छ कि राज्य कता जाँदैछ। यो लोकतान्त्रिक राज्य व्यवस्था, संघीय राज्य व्यवस्थाले ल्याएको धर्मनिरपेक्षताको जुन मान्यताले सबै धर्महरू राज्यको समान धर्मको रूपमा, सबै संस्कृति, सबै भाषा, सबै जाति समुदायमा विगतमा जुन खालको विभेद थियो त्यसको अन्त्य गरेर नै यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको। यसले प्राप्त गरेको उपलब्धि खोज्नको लागि फेरि चाहिँ अर्को ढङ्गले अतिवादीहरू हाबी हुँदैछ। त्यो वैधानिक ढङ्गले आइरहेको छ। जेनजी पुस्तकको नाममा भदौ 23 र 24 मा गरेको विद्रोह र विध्वंसबाट जो खालको नयाँ शक्ति भनेर चाहिँ जान्नेलाई छान्ने भन्ने नामबाट आउँदाखेरि फेरि पुरानोलाई घृणा गर्दै पुरानोले केही पनि गरेन भन्ने नाममा नयाँबाट चाहिँ फेरि अर्को ढङ्गले प्राप्त उपलब्धि खोज्ने प्रक्रियामा छ। त्यो बारेमा चाहिँ हामी सचेत हुनुपर्छ भने घेदुङको अभियान सचेत छौँ, सिङ्गो समुदाय पनि सचेत हुनुपर्छ। तर सचेत मात्रै रह्यो, तपाईँ उपाध्यक्ष पनि हुनुहुन्छ, तपाईँ अभियन्ता पनि हो, तामाङ समुदायको विभिन्न अभियानमा तपाईँ दौडिराख्नु भएको हामीले देखिरहेका छौँ। चिन्तन मनन सहितको राजनीतिलाई अगाडि बढाउनु पर्छ भन्ने एक खालको तपाईँको तर्क पनि त्यो सही लाग्छ। तर यहाँ के भयो भन्दाखेरिमा यो कुरालाई चाहिँ वास्तविकमा चाहिँ रूपान्तर गर्न सकेन र तपाईँको आवश्यकता अनुसार उठाउन सकेन भन्ने गुनासो छ नि त। हो, त्यो विषयमा भयो, त्यो विषयमा त हामीलाई पनि चिन्ता छ नि। त्यो जति उठ्नु पर्थ्यो उठ्न सकेका छन्। तामाङहरूले घेदुङले भन्दैमा सबै आउने पनि छैन, फेरि भन्ने पनि छैन। आफूले चिन्नु पर्यो र आफै उठ्न जरुरी छ। हामीले त भनिरहेका छौँ धर्मनिरपेक्षताबाट, संघीयताबाट प्रदेशहरू खारेज गरेर अनि चाहिँ प्राप्त उपलब्धिहरू, जनजाति प्रतिष्ठानहरू, गुम्बा व्यवस्था विभागहरू यो खोसिएर फेरि राज्य चाहिँ अग्रगमनतिर जान्छ भन्ने लाग्दैन। यो पश्चगमनतिर फर्काउन खोजिरहेछ। यसले तपाईँ हामीलाई सबभन्दा बढी घाटा चाहिँ उत्पीडित जाति समुदाय वर्ग जो तामाङ समुदाय लगायतलाई पर्नेछ। त्यस बारेमा सचेत हुनु पर्यो। प्राप्त उपलब्धिको रक्षाको निमित्त त सबै तामाङ उठ्न जरुरी छ नि त, आउन जरुरी छ भनेर हामीले त आह्वान गरिरहेका छौँ। त्यसकारण यो आह्वानले मात्रै पुग्दैन, तपाईँले फेरि भन्नुहुन्छ होइन। त्यसकारणले समुदायको बिचमा हामी जान जरुरी छ। नेतृत्व पन्थीले त्यो आवाज उठाउनु पर्यो र समुदाय उठ्ने भयो। तपाईँहरूले त नेतृत्व पन्थीले आवाज उठाउनु भएको छैन, तपाईँहरूले विज्ञप्ति फाल्नु भएको छैन। तपाईँको गुम्बामा हतियार छ भन्दाखेरि घेदुङ चाहिँ संस्था चाहिँ मौन रूपमा रहेको भन्ने आरोप छ सञ्जालमा, त्यसरी चाहिँ व्यापक रूपमा आइरहेको छ। त्यो त आरोप त लगाउन पायो, त्यो आरोपको म खण्डन गर्न चाहन्छु। जसरी गुम्बा व्यवस्था विभाग खारेज भयो, खारेज गर्ने राज्य प्रक्रिया अगाडि बढ्यो, बुद्ध जयन्तीको दिनमा गुम्बामा चाहिँ डोजर चलाएर गुम्बा हुर्काउने काम गर्यो, त्यसको विरुद्धमा त हामीले चाहिँ विज्ञप्ति जारी गर्ने, डेलिगेसन गर्ने, ज्ञापन पत्र गर्ने सबै थोक गरिरहेका छन्। तर राज्य टेरिरहेको छैन, राज्यले अहिले टेर्नेवाला पनि छैन। किन 2/2 बहुमत हामीसँग छ भन्ने छ, जनताले हामीलाई चाहिँ मताधिकार दिएर पठाएको छ, हाम्रो विवेक अनुसारले चल्छ भन्ने छ नि त। विवेक त्यो मताधिकार भनेको प्राप्त अधिकार खोज्नको लागि दिएको होइन भन्ने लाग्छ। राज्य फेरि निरङ्कुशता एकात्मकतिर फर्किने हो भने देशले फेरि अर्को द्वन्द्व निम्तिनेवाला छ। पछिल्लो चरणमा तराई मधेसमा, पूर्वी तराई मधेसमा जुन खालको चाहिँ दङ्गा भड्कियो त्यो एकदम सुनियोजित ढङ्गले, नियोजित ढङ्गले आइरहेको छ भन्ने लाग्छ हामीलाई। त्यसकारण त्यहाँ चाहिँ राज्यको तर्फबाट केही चाहिँ शक्तिहरूसँग चाहिँ सम्झौता गरेको, हिन्दू अधिराज्य फर्काउने हुनुपर्ने भन्ने खालको लिखित पनि आएको छ। त्यो कति चाहिँ राज्यको अथेन्टिक डकुमेन्ट हो, त्यो सदनमा सरकारमा कति छलफल भएर गयो कि त्यो मन्त्री स्तरीय गृहमन्त्री तहले मात्रै सम्झौता गरे कि त्यसलाई कार्यान्वयनको तहसम्म आउँदा कस्तो हुन्छ। यदि त्यस्तो हो भने चाहिँ फेरि यो देश जातीय द्वन्द्व, जातीय दङ्गा र फेरि अर्को खालको चाहिँ आन्तरिक सशस्त्र विद्रोहमा जानुपर्ने स्थिति हुन्छ। त्यो खालको चाहिँ तयारीको लागि सबैलाई निम्तो बाँड्दै हिँडेको हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ सरकारको यो गतिविधि देख्दाखेरि। जुन सरकार अगाडि बढ्नुपर्ने थियो त्यतातिर नगएर पश्चगमन र अधिकार खोज्नेतिर गइरहेको छ। यसले कदापि पनि नेपालको समृद्धिको हितमा छैन भन्ने कुरामा हामी क्लियर छौँ। तामाङ घेदुङ अभियन्ताहरू यसमा हामी डटेर अगाडि लाग्नुपर्छ भन्ने कुरामा हामी जोड दिन्छ। वरिष्ठ नेता अर्थात् पूर्व प्रधानमन्त्री म हिन्दू हौँ भनेर आवाज उठाइरहेछ। हो तपाईँ चाहिँ हो भने, तपाईँ चाहिँ एउटा अभियन्ता पनि र तपाईँ तामाङ घेदुङको हो भने तपाईँ चाहिँ के हो? म बुद्धिस्ट हो। हामी त तामाङहरू त बुद्धिस्ट मान्छ नि त। भनेपछि तपाईँले बुद्धिस्ट हो भन्न सक्नुहुन्छ। हिन्दू हुँदैमा बुद्धिस्टको विरुद्धमा लाग्ने, बुद्धिस्ट हुँदैमा हिन्दूको विरुद्धमा लाग्ने होइन नि त। आफ्नो मान्न पाउने धर्म छ नि। तर आफ्नो मान्न पाउने धर्म मैले सोचाइले म बुद्धिस्ट मान्छु, तर हिन्दूहरूलाई तिमी बुद्धिस्टै हुनुपर्छ भनेर दबाब सिर्जना गर्नु कुरा यो लोकतान्त्रिक
सामाजिक न्यायको कुरा तर हो भइरहेको छ। तर त्यो गर्न खोजिरहेछ, त्यो हामीलाई मान्य छैन। अब त्यसो हो भने उहाँ हिन्दू पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले म हिन्दू हो नि, हिन्दू हुन पाइयो, तर उहाँ हिन्दू हुनुहुन्छ र उहाँ हिन्दू भएकै कारणले काजीमान थिङ चाहिँ हिन्दू हुनुपर्छ भन्न थाल्यो भने त्यसले त द्वन्द्व मिटायो नि त। उहाँ हिन्दू मान्न पाउनुहुन्छ, उहाँले हिन्दू हो भनेर दावाको साथ छाती पिट्न पाउनुहुन्छ, उहाँलाई सम्मान गर्छु। तर उहाँले हिन्दुत्व तामाङलाई बुद्धिस्टलाई लाद्न पाएन, बुद्धिस्टहरूले तामाङहरूले बुद्धत्व हिन्दूहरूलाई लाद्न भएन के। राज्य भनेको बुद्धिस्टहरूको पनि हो, हिन्दूहरूको पनि हो, क्रिस्चियन मुस्लिम जो धर्मावलम्बीहरू छ, आस्थाको चाहिँ धरोहरहरू मान्नुहुन्छ, त्यो सबै राज्यले सम्मान गर्नुपर्छ। राज्य सबैको साझा हो, धर्मनिरपेक्षताको मान्यतामा अगाडि बढ्नुपर्छ। हिन्दू संरक्षण सेना राज्यले 3 महिनाको अल्टिमेटममा ज्ञापन पत्र बुझाएको छ। अगाडि पनि तपाईँले प्रश्न के अरे कुरा उठाउनु भएको थियो। अब चाहिँ तपाईँहरू बौद्ध सेना उठाउनुहुन्छ कि त्यसलाई चाहिँ खारेज गर्ने विरुद्धमा लाग्नुहुन्छ? अनि बौद्ध सेना उठाउनुपर्छ भन्नेमा छैन, त्यस्ता चाहिँ हिन्दू सम्राट सेना बनाउँदै, सेनाहरू बनाउँदै सम्झौताको नाममा फेरि उपलब्धि खोज्न तयारीतिर धर्मनिरपेक्षताको मान्यता विपरीत राज्य जान थाल्यो भने त त्यस्ता सेनाहरू त अरूले पनि गठन गर्छ नि त, गठन गर्न सक्ने रहेछ। अब 3 महिना पछाडि त उहाँहरूको माग पुरा नभएपछि त फेरि सडकमा आन्दोलन सडकमा आउँछ भने त अरू पनि त आउँछ नि फेरि। भने तपाईँहरू तयार हुनुहुन्छ सडकमा आउन फेरि? त्यस्तो सेना त अरूले पनि त बनाउँछ नि। 3 महिना पछाडि मैले यो भन्दै यो तयारीमा भन्दा नि त्यस्तो खालको परिस्थिति सिर्जना नहोस्, त्यसले कुनै पनि जाति समुदायलाई र राष्ट्र राज्यलाई फाइदा गर्दैन। अझ ठ्याक्कै भन्नुहोस्, तपाईँ नेपाली बौद्ध धर्मावलम्बीले बुझ्ने अथवा नेपालीले बुझ्ने गरी भन्नुहोस्, उहाँहरूको 3 महिनाको माग पुरा भएन भने तपाईँहरू फेरि सडकमा उहाँहरूसँग सडकमा आउन चाहनुहुन्छ? होइन, त्यो त आउनु पर्यो नि। उहाँहरूले भेट्न तयारी हुनुहुन्छ, सेना बनाउन सकेर अर्काको धर्म संस्कृतिमाथि चाहिँ लात्न खोज्ने, आफ्नो संस्कार संस्कृतिले पेल्न खोज्छ भने त त्यसको विरुद्धमा चुप लाएर त कोही पनि बस्दैन नि त। हो, बुद्धले त भन्नु होला शान्तिको चाहिँ कायम गर्नुपर्छ, हत्या हिंसाको विरोध गर्नुपर्छ। अब शान्तिको कुरा हामी गर्दा गर्दै हामीले हिन्दूको विरोध गरिरहेको छैनौँ, हामीले अन्य धर्मावलम्बीको विरोध गरिरहेको छैनौँ। हामी सबै धर्मावलम्बीहरू यो देशको नागरिक हो, यो धर्मनिरपेक्षको मान्यताहरू छ, हामी सबै धर्मलाई सम्मान पाउने र अटाउनुपर्छ भन्दा भन्दै हिन्दुत्व लाद्नु खोज्छ, अरू धर्मले पनि त्यही मान्नुपर्छ भन्न थाल्यो भने त यसले त स्वाभाविक रूपमा द्वन्द्वको लागि तयारी रहनु, युद्धको लागि तयारी रहनु, जातीय दङ्गललाई तयारी रहनु भनेर निम्तो बाँध्दै हिँडे जस्तो देखिन्छ के। तर त्यो खालको परिस्थिति नआओस् भनेर हामी कामना गर्न चाहन्छौँ, राज्यलाई अनुरोध गरिरहेछौँ। अहिले चाहिँ माननीय पनि हुनुहुन्छ ज्ञानेन्द्र साई, त्यस पश्चात तपाईँको चाहिँ दुर्गा प्रसाई, त्यस पश्चात तपाईँको अहिले खुसबु ओली माननीय चाहिँ हुनुहुन्छ। उहाँ संसदमा पनि हिन्दू राष्ट्रसहित चाहिँ उहाँहरूले नबुझेर हो अर्थात् सपोर्ट लिन खोजेको के जस्तो लाग्छ? होइन, बुझेरै हो, हामी बुझिरहेका छौँ। उहाँहरू 3-4 जना मान्छेले धर्मनिरपेक्षको विरुद्धमा खिलाफमा जो गइराख्नु भएको छ, त्यो उहाँहरू 3-4 जना हो क्या। सिङ्गो देश त त्यो उहाँको पक्षमा छैन नि त, नभए त उहाँहरू नै सबै थोक हाबी हुन्थ्यो नि त, सदनमा सडकमा सबै थोक हुन्थ्यो नि। तर उहाँहरू अहिले बोल्ने ठाउँमा पुग्नु भएको छ, केही जिल्लाबाट केही क्षेत्रबाट उहाँहरू प्रतिनिधित्व गरेर आउनुभयो र त्यो आवाज उठेर हुन्छ। तर सदनमा 275 जनामा उहाँहरूले बोलेको त्यो 3-4 जनाले बोलेको कुरा त अरू त चाहिँ सपोर्ट छैन नि त। हाम्रो पनि उठाउनुपर्छ, हाम्रो पनि त्यो विषयवस्तु आएपछि उठाउने होला, उहाँहरूले उठाउनुपर्छ भन्ने लाग्छ। हाम्रो पनि त धर्मनिरपेक्षताको र लोकतान्त्रिक सङ्घीय गणतन्त्रको पक्षलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यजीहरू पनि त्यहाँ हुनुहुन्छ। तर उहाँहरूको आवाज सानो छ भन्ने कुरा लाग्नु तपाईँले उठाउन खोज्नु भयो। हाम्रो आवाज सानो छ, त्यो आवाज अलिक बुलन्द हुनुपर्छ भनेर हामीले मान्यजीहरूलाई पनि हामीले झकझगाइ गरिरहेका छौँ र लबिङ गरिरहेको स्थिति छ। हाम्रो मान्यजीहरूले पनि बोल्नुपर्छ त्यसको काउन्टरमा भन्ने कुरा हो। अब तामाङ समुदाय राजनीतिमा कसरी आउँछ, कुन तहबाट आउँछ? अब तामाङ समुदाय राजनीतिमा आउने विषयवस्तुमा चाहिँ तामाङ समुदायले राजनीतिक जागरणको विषयवस्तु लिनलाई छोटो समय छ। छोटो समयबाट मात्र राजनीतिक बुझ्न थालिएको छ। इतिहासमा हामीलाई मासिनो मतवाले पिपाको दर्जा दिइसके पछाडि हामीले आफ्नो विषयवस्तुहरू राख्न पाएन, बोल्न पाएन, मुद्दाको विषयमा केही पनि गर्न पाएन। स्वयं तामाङ घेदुङ स्थापना कालमा त्यति बेला के लेखिन्थ्यो भने यो सङ्घ संस्थाहरूले राजनीति कुरा गर्नु हुँदैन, भाषा संस्कार संस्कृति गीत सङ्गीतको कुरा गर्ने हो, नाच्ने गाउने कुरा गर्ने हो, रमाइलोको कुरा गर्ने हो, तर राजनीति कुरा गर्नु हुँदैन भन्ने कन्सेप्टबाट नै संस्थाहरूको जन्म गराएको थियो। तर पछिल्लो चरणमा अहिले नेपाल तामाङ घेदुङले अब संस्कार संस्कृति जगेर्नाको निमित्त, भाषा धर्म रीतिरिवाजको संरक्षण र प्रवर्धनको निमित्त राज्य सत्ता हाम्रो मैत्री हुनुपर्छ, बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक र बहुभाषिक मूल्य मान्यतामा आधारित राज्य हुनुपर्छ। त्यस्तो खालको राज्य व्यवस्था निर्माण गर्नको लागि त राजनीतिक परिवर्तन हुनुपर्छ। भनेपछि राज्य सत्ता चलाउन सकिन्छ भनेर विधानमा चाहिँ केही तलमाथि भएको छ अहिले। त्यसकारण राजनीतिक जागरणले मात्रै तामाङहरूको चाहिँ मुद्दालाई सुनिश्चित गर्न सक्छ। तामाङहरूले राजनीतिक मुद्दा बुझ्यो भने मात्रै आफ्नो विषयवस्तुलाई सही ढङ्गले राज्यलाई लबिङ गर्न सक्छ, पैरवी गर्न सक्छ। त्यसकारण राजनीतिक जागरणमा आउनुपर्छ, चाहे विभिन्न राजनीतिक पार्टीको विचार दृष्टिकोणमा आधारित तामाङहरू हुन सक्छ।
तर त्यो आधार र दृष्टिकोणभित्र तामाङ कहाँ छ, तामाङको मुद्दा उत्पीडनको अन्त्य र तामाङ मूल्य मान्यता र जीवन पद्धतिले प्रवर्धन गर्ने कुरा कहाँ छ भन्ने कुरा खोज्न सक्नुपर्छ। अहिलेसम्म तामाङ क्याडरहरूले, तामाङ राजनैतिक नेतृत्वहरूले पार्टीको एजेन्डा समुदायमा ल्याउने कुरा भयो, समुदायको एजेन्डा चाहिँ पार्टीमा लगेर कार्यान्वयन गर्ने कुरामा चाहिँ पछि परिरहेको छ। यसको गम्भीर समीक्षा हामीले महाधिवेशन पनि गरेका हौँ र फेरि पनि हामी त्यो समीक्षाबाट अगाडि बढ्दै हरेक राजनीतिक पार्टीमा क्रियाशील तामाङ कुलमा जन्मेका लिडरहरूले आफ्नो मुद्दा सहितको आफ्नो राजनीतिक पार्टीमा लबिङ गर्न सक्नुपर्छ भन्ने कुरामै हाम्रो चाहिँ अभियान अगाडि बढिरहेको छ। अन्तमा अब यो 10औं महाधिवेशनबाट तपाईँ निर्वाचित भएर तामाङ समुदायले अघि पनि मैले पहिलो कुराहरू राखेका थिएँ, धेरै आशावादी रहेको छ। अब तामाङ समुदायले समग्र रूपमा तपाईँ के भन्न के सन्देश दिन चाहनुहुन्छ? अहिले तामाङ घिमिरेलाई फेरि हामी 10औं महाधिवेशनसम्म आउँदाखेरि तामाङ घिमिरेले जे खालको उपलब्धि हासिल गर्यो त्यसलाई रक्षा गर्दै, त्यसलाई टेक्दै थप उपलब्धिको निमित्त तामाङ घिमिरेले तामाङ समुदायले गर्नुपर्ने र तामाङ जागरणको विषयवस्तुले गर्नुपर्ने कुराहरू लिएर हामीले 3 वर्ष कार्ययोजना बनाएका छौँ। त्यो कार्ययोजना कार्यान्वयन गर्नको लागि सबै प्रदेशमा, सबै जिल्ला, सबै स्थानीय तहसम्म पुग्ने गरी सबै विभाग र सबै भातृ सङ्गठनहरूलाई समेत परिचालन गर्ने गरी जिम्मेवारी बाँडफाँड भइसकेको स्थिति छ। यद्यपि म संघीय कार्य समितिको उपाध्यक्षको नाताले मलाई अहिले मध्य प्रदेशको 8वटा जिल्लामा त्यो 3 वर्ष कार्ययोजना कार्यान्वयनको जिम्मेवारी सहितको मध्य प्रदेशको इन्चार्ज जिम्मेवारी तोकिएको छ बैठकले। त्यसकारणले मैले मध्य प्रदेशको मिटिङ राखेर, विस्तारित बैठक राखेर 8वटै जिल्लामा हामी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने गरी यो भदौको 26 गतेबाट सिरा, 27 गते के अरे सप्तरीबाट सुरु भएर सप्तरीमा 26 गते सुरु हुन्छ र पर्सामा पुग्दाखेरि असोजको 2 गते हामी इन्डिङ गर्छौँ। 8वटा जिल्लाको हाम्रो अभिमुखीकरण, त्यहाँ स्थित क्रियाशील घेदुङको अभियन्तालाई त्यो तामाङ घेदुङ के हो र तामाङ के हो र घेदुङ र तामाङको बीचको सम्बन्धलाई कसरी प्रगाढ बनाउने, सुमधुर बनाउने र घेदुङ अभियन्ताले के बुझ्ने र के बुझाउने भन्ने विषयको हामी अभिमुखीकरण गर्छौँ पहिलो चरणमा। त्यसपछि दोस्रो चरणमा हाम्रो मुद्दाहरूलाई, संविधानले सुनिश्चित गरेको मुद्दाहरूलाई लिएर असोज 3 गते भनेको नेपालमा संविधान जारी भएको दिन हो, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान। यद्यपि यो संविधानले अझै हाम्रो मुद्दाहरू पूरा गर्न त बाँकी छ, तर जति पूरा भएको छ संघीयताको, लोकतान्त्रिक गणतन्त्रको, भाषा, धर्म, संस्कार, संस्कृति, धर्मनिरपेक्षताको जो मुद्दाहरूलाई यो संविधानले सुनिश्चित गरे यसलाई कार्यान्वयन गर्ने सन्दर्भलाई लिएर र तामाङ जीवन र मध्य प्रदेश सरकारको बीचको सम्बन्धलाई अलि प्रगाढ बनाउनु पर्छ भनेर असोज 3 गते हामी मध्य प्रदेशमा को सरकार समक्ष हामी डेलिगेसन सहितको एउटा अन्तर्क्रियात्मक कार्यक्रम पनि राख्ने गरी तयारी छ। त्यसपछि हामी निरन्तर मध्य प्रदेशको विभिन्न जिल्लाहरूमा र सरकार, पार्टी र समुदायको बीचमा धेरै खालको सचेतनामूलक कार्यक्रमहरू गरेर अगाडि बढ्ने गरी तयारी छ। एवं हिसाबले अब तत्त प्रदेशमा, तत्त विभागमा, तत्त चाहिँ भातृ सङ्गठनहरूले पनि यो अभियान अगाडि बढाउने गरी आफ्नो जिम्मेवारी छ। यो जिम्मेवारी कसले कार्यान्वयन गर्यो गरेन त्यसको चाहिँ तल फिल्डमा जाँदा, मैदानमा पुग्दा के खालको समस्या आयो फेरि 3 महिना पछाडि हामी एउटा रिभ्यू गर्नेछौँ, समीक्षा गर्नेछौँ। त्यसपछि फेरि अर्को खालको नयाँ ढङ्गको रणनीतिक प्लान चाहिँ हामीले बनाउने गरी हामी अगाडि बढिरहेका छौँ। तामाङ समुदायले काजीमान थिङ एउटा आशा लाग्दो व्यक्तित्व हुनुहुन्छ, तर यो काठमाडौँमा अथवा यो भ्यालीभित्र, यो त बागमती प्रदेश 3 नम्बर प्रदेशमा चाहिँ राजनीतिले उथुल गरिरहेको अवस्थामा तपाईँले भुलाउनको लागि त्यही मध्य प्रदेशमा पठाएको जस्तो लाग्यो। किन यति धेरै बहुले त तामाङहरू यहीँ छ, यहीँ तामाङहरू एकता हुन सकेका छैन, राजनीतिक स्थितिमा यहीँ तामाङ चाहिँ त्यही राज्य सत्तामा जानुपर्छ भन्ने चाहिँ अहिले युवाहरूले चाहिँ पहल गरिरहेको अवस्थामा तपाईँ इन्चार्जको नाता लिएर तराईमा चाहिँ तपाईँले तामाङहरूलाई चाहिँ संस्था र तामाङ घेदुङको र तामाङको नाता के हो भन्ने विषयमा तपाईँले अभियान गर्दै गर्दाखेरिमा राजनीतिक परिस्थितिको धारमा खोज्ने काम चाहिँ कसरी गर्न सक्छ त? हो, त्यो तपाईँले भन्नुभएको जस्तो मधेसमा किन यो तामसालिङ प्रदेशमै हुनु पर्थ्यो भन्ने यो पनि छ। मधेसमा हुनु भनेको तामसालिङमा नहुने भन्ने होइन। जिम्मेवारीको हिसाबले अहिले चाहिँ अलिक ठोस प्रोग्राम तल पनि गरौँ भन्ने छ। यता पनि जिम्मेवारीको हिसाबले साथीहरू हुनुहुन्छ, हामी एक अर्कामा सहकार्य नै गरिरहेछौँ। म चाहिँ मधेसको इन्चार्ज भएपछि अर्को प्रदेशमा जानै पाउँदैन, बोल्नै पाउँदैन, तामाङहरूको बिचमा घुलमिलै हुनु पाउँदैन भन्ने कुरा पनि होइन। म पूर्व पनि गइरहेको हुन्छु, पश्चिम पनि गइरहेको हुन्छु, सबै ठाउँमा पुगिन्छ नै। तर स्पेसल्ली अलिक ठोस योजना चाहिँ तर्जुमा गर्नेसँग मधेसलाई अलिक केन्द्रित गरौँ। त्यहाँ चाहिँ थुप्रो हिसाबले हाम्रो भाषा, धर्म, संस्कार, संस्कृतिको हिसाबले अलिकति चाहिँ विचलित हुन पुगिरहेको स्थिति छ, राज्यले तामाङ नदेखिरहेको स्थिति छ। यसलाई कसरी चाहिँ अलि उठाउन सकिन्छ भन्ने हिसाबले केही कार्ययोजना कार्यान्वयन गरौँ भनेर मधेसमा गएको। तर मधेसमा जाँदैन फेरि तामसालिङ छोडेको, यहाँको चाहिँ मुद्दाहरू चाहिँ थाहा नभएको, यहाँ चाहिँ क्रियाशील हुन सकेन भन्ने कुरा होइन। हामी यहाँ पनि छौँ, हाम्रो टिमले यहाँ पनि कार्यक्रम गरिरहेका छौँ। अहिले अब यो ज्ञान दिवस आइरहेको छ होइन, यो दिवसको सन्दर्भमा विभिन्न प्रतिभाहरूलाई सम्मान गर्नेदेखि लिएर हाम्रो मूल्य मान्यता जीवन पद्धतिमा चाहिँ विमर्शहरू, छलफलहरू चलाउने गरी एउटा संघीय कार्य समितिले एउटा तयारी गरिरहेछ, त्योमा पनि जोड दिइरहेछ। यो यद्यपि यो उपत्यकामा घेदुङको क्रियाशीलता कार्यक्रमहरू चाहिँ अत्यन्तै
ती प्रगतिमा भइरहेको स्थिति चाहिँ म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो भिडियो कस्तो लाग्यो? भिडियो मन परे धेरैभन्दा धेरै तामाङ समुदायसम्म पुर्याइदिनु होला। समय सन्दर्भ अनुसार तपाईँले समय दिनुभयो, त्यसको लागि धन्यवाद। धन्यवाद यहाँलाई पनि लासो थ्यापोला। यो मेरो विचारहरू सुनेर तामाङ जीवन र घेतुङको बारेमा बुझिदिनु हुनेछ र रचनात्मक सल्लाह सुझाव प्राप्त हुनेछ भन्ने आशा र विश्वास सहित म पनि बिदा हुन्छु। धन्यवाद। थुजेछे लासो थ्यापोला।